मम्मी के हो दुईटा छोराको बिहा भइसकेपछि पनि दसैँको दिन आफै भात पकाउनु परेछ के आइलायो यस्तो अनि नयाँ कपडा किन्दै थियो हजुरलाई दसैँमा लगाउनलाई नयाँ कपडा लाएर भात पकाउनु के यस्तो कपडा 10:30 बजिसक्यो 10:30 के पाक्दैछ मम्मी यहाँ आलु पाक्दैछ ओ माई गड के हो यस्तो यो देखाउनु मम्मी यो खोल्नु यो के हो ओके यहाँ आइटम रहेछ खसीको मासु छ यहाँ हाम्रो बहिनी छ गीता दिदी यहाँ आउनुहुन्छ गीता दिदी हेलो भनिदिनु सबैलाई यस्तो छन् यहाँ बुहारीहरू यसरी यो काम गरे खान् सासू त्यहाँ पकाखान् के हो यस्तो त्यो सासूहरू त पकाइरहेको थियो पापा के छ त हजुरलाई कस्तो भइरहेको छ राम्रै छ अनि अब के छ त प्लान केही पनि छैन टिका लाउने बस्ने खाने सुत्ने ल ठिक छ भाउजू हजुर के छ प्लान अब माइत कहिले जाने हो भोलि जाने हो भएन टिकाकै दिन जानुपर्छ हाम्रो आमा के गर्दै हुन्छ आमालाई हेर्नु पऱ्यो आमा यहाँ आउनु यहाँ पनि कोही छैन हाम्रो डिङ्कु पनि आइछ होइन म चाहिँ यस्तो देखिरहेको छु है भर्खर उठे जस्तो देखिन्छ तर उठे होइन हाम्रो आमा यहाँ हुनु त रहेछ आमा के हुँदैछ त भगवान लिएर आउन यहीँ माथि जानु फेरि ल निकाल्नु यता दादा भाउजू खतरा चलिरहेछ के चलिरहेछ भन्दाखेरि चाहिँ आइरन चलिरहेछ दादाले नयाँ कपडा लाउनु भएको दादाको यहाँ दसैँमा किनेको मैले किनिदिएको दादालाई है दादा कतिवटा आइरन भयो दादा दुईवटा अब अझै मेरो ल्याइदिउँ ठिक छ आज चाहिँ वेदर एकदम पानी पर्छ भनेको थियो यो दसैँमा होइन तर वेदर चाहिँ एकदम राम्रो छ क्लियर छ हेरौँ बाटोमा पानी नपरोस् हामी चाहिँ 12:30 बजीतिर निस्किने प्लान छ के को मख हो मम्मी बिचारा हाम्रो मम्मी बिहानदेखि भात पकाएर बस्नुभएको छ दुईवटा बुहारी घुमेछन् होइन के गरेर आयो यहाँ चाहिँ टिका बनाइरहन् हाम्रो यो घरको दुईवटा हिटलरहरू अनि यो के गर्ने हो नि यसले ढोकामा लाउनलाई यो हो अनि यो चाहिँ यतिले पुग्छ त दसैँमा यस्तै हुन्छ स्टार्टिङमा चाहिँ सबै दहीवाला पछि त पानी हाल्दै अबिर हाल्दै मुछ्दै टिका टाल्दै यस्तो सिस्टम चाहिँ बहुत हुन्छ यहाँ सबभन्दा बढी खुसी चाहिँ केमा छौ नि तिमी माइत जानुमा हो अनि मासु अपडेट दिनु पऱ्यो नि त मम्मी खै सिमी अपडेट भयो सिमी पाएको यस्तो यस्तो खाने होइन दसैँमा लाइट के खोल्नु चाहिँ के होला चाहिँ ऊ यो पिस चाहिँ अडक छ ल ठिक छ अब इन्जोय हुनुहुन्छ अब आज दसैँको दिन हो अनि आइएम एक्साइटेड पनि आज फेरि टिका कति हो 11 11:30 बजे छ हामी चाहिँ रेडी हुँदैछौँ अब यहाँ लगाउने कपडाहरू रेडी भयो मेरो अहिलेसम्म साडी कुन लगाउने डिसाइड भएको छैन रिजल्टको फिक्स भयो सामानहरू प्याक गर्दैछौँ किनभने आज जाने हो घर धेरै चीज लानुपर्छ के ओके म अलिकति उ गरेर रेडी हुन्छु अनि त्यसपछि म फेरि ब्लगमा आउँछु सायद एउटा टिकटक पनि बनाउनु पर्छ होला ट्रान्जिसन चाहिँ रेडी हुँदै हुनुहुन्छ ऐना फोरो भएर राम्रो भएको छैन तर भाइ एकदम राम्रो देखिएको भएको छ यसरी हेर्नुपर्छ मलाई एकदम राम्रो देखिँदै हुनुहुन्छ म पनि मन्दिर गएर आएँ मन्दिर गएर टिका जमरा साटेर आएँ सो अब हामी उता हेरौँ के भइरहेको छ
घरमा दसैँ ट्रिपमा के पाक्यो। हाम्रो मम्मी फेरि यहाँ भिड्दै हुनुहुन्छ। के भयो मम्मी तयारी? के भयो यहाँ? टिका जमरा सब रेडी भयो। यहाँ मम्मीले खतरा बनाउनु भयो। के बनाउनु मम्मी? दही हो? दुध हो? के हो? पानी हो? बा पानी। त्यो चाहिँ मैले मन्दिरबाट लिएर आएँ। मन्दिरबाट आएको पहिला चोखो टिका चढाउने। हाम्रो आमा यहाँ सोफामा बस्नु भयो। शारदा के गरिस्? खै के भयो शारदा? खै अघि त्यो आगम भएको कुकर चाहिँ अहिले ऊ त्यहाँ छ। अब हामी त्यसलाई खोल्छौँ देखाउँछौँ। यहाँ चाहिँ यो के पाएको? त्यहाँ मासु होइन, आलु 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 दिस इज आलु। यो खोलौँ न, यो खोलौँ। भ्युवर्सहरूलाई देखाउनु पऱ्यो नि। ओके आइटम भएछ यो मासु होइन। अब हामी त अब ससुराली गएर टिका लाएर मात्र खाने भन्ने कुरो भयो। खान पाइन्न यो मासु होइन। तर त्यही पनि मिठो भएछ मासु। हेर्ने बित्तिकै हेर्दै मिठो छ। अनि यहाँ यो गनगन पनि कहिले सकिन्न। वेलकम टु माई ब्लग। त्यसैले सरप्राइज दिने काम चाहिँ कसैले नगर। अब सरप्राइज भन्ने चक्करमा यसको लुगै छैन दसैँमा लगाउने। अनि भाउजूको लुगा डोनेसनमा लगाउनु थालिन्छ। यो डोनेसन पुरै फुल अन डोनेसनमा चलिरहेछ। डिस्टर्ब गरेर रहेछ मेरो बुढीलाई अहिले। किनभने अलि त दिनु पऱ्यो नि नन्द भएको। भाउजू काम गरेर बेलामा आएर टाङ लडाउनु। हेर पक्का डोनेसन चलिरहेछ। फुल अन डोनेसन। बहिनी आफट लगाइदिए बाल हो। खै कतिजना हटाइस्? देखा त यो के हो नि बुढी? हो कमलिका बाबा के हो के बाल छैन। 1.5 घन्टा पो रेडी हुन थाल्नु भएको अहिलेसम्म सकिया छैन। कमलिका देखेछ खतरा। कमलिका चिन्छौ? को? ठिक छ चिन्दो रहेछ। ल हामी रेडी भयौँ। अब सोनला पनि हामी छ। 5 मिनट छ 7 मिनट छ साइडको। अब सुरु गर्नुपर्छ। 1.5 घन्टा लाएर रेडी भएपछि एकदम सबभन्दा छिटो रेडी भएर आए जस्तो गर्ने मान्छेलाई के भन्ने त। रेडी भयो तिमी? कोही रेडी भएन। कोही रेडी नभए बेलामा अर्को सेकेन्ड भाउजू पनि रेडी हुनुभयो। हाम्रो घरमा चाहिँ वृद्धहरू बढी भए। अर्को दादा पनि आज वृद्ध भएर बस्नु भयो। ढाड दुखेर सो म चढेर मैले आज गर्नुपर्ने भयो अवस्था। यस्तो के चढ्ने भनेको चढ्छु भन्ने थियो। पुरानोलाई नि पहिला त्यो त बिहाको होला। त्यसलाई निकाल्न पर्दैन। छोड्दै हो त्यहाँ लगेर। ल हाम्रो आमा एकदम राम्री भएर आउनुभएको छ। मन्दिर अगाडि हो कि पापालाई सोध्नु पर्छ। पापाहरू कहाँ गर्ने हो? पापालाई सोध्नु कहाँ गर्ने हो? मेरो चाहिँ आजको थिम पूजा कोठाको ढोकामा नि हो रे।
अब के गर्ने अब आसे पासे गर्ने भइसक्यो अब बोला भित्र आमाले नसक हजुर अब के गर्ने बाबालाई मैले गरिदिएँ अब ढोका मात्रै गर्ने हो ढोका मात्रै गर्ने हिजो हो यता उता आसे पासे हिजो हो हिजो अनि आज ढोका मात्रै हो पानी है आज ढोका मात्रै हो पापा अलिक घाइते भएको अवस्था छ स्लो मोसन ठिक चाहिँ हो भयो अब छोड्नु न फोन उहाँको फाइनली डोनेसनमा चाहिँ यहाँ पुग्नु भएछ डोनेसनवाला परेन म त डोनेसनै पर्छ होला भन्ने सोचेको थिएँ खिच न यो यता यता राखेको हुन्छ मा त्यो सबै मम्मी कि त अगाडि आउनु कि त पछाडि जानु मेरो फोन कसँग छ भाउजूको मुख छेकियो लखाइ एकचोटि चिज आशीर्वाद दिने मिलाइदिनु मम्मी ल्यायो नि आमा नलिनु स्ट्याच्यु 4.5 मिनट खिचिसक्यो म थाहै छैन के गर्नुपर्छ रिचीले पर्दैन अरूले बढी हुन्छ मेरो कालो छ नि त बेटा हाम्रो दसैँमा अक्सर हल्ला हुने गर्थ्यो आजकल चाहिँ शान्त दसैँ हुन्छ हाम्रो कोही पनि रोएनन् वान अफ द रेकर्ड्स टिका सिका लगाएर रेडी भयौँ कस्तो भन्दाखेरि एकजना बस्ने अनि रिपिट राउन्डमा चल्छ अब यहाँबाट पापा र आमा हुनुहुन्छ चाचु जोइन त्यसपछि दादा भाउजू जोइन त्यस्तो हुन्छ यहाँ यो अर्को छ चप्परचण्डे मेरो टिका पनि खसेको जानकारी गराए यहाँ आउनु हाम्रो कस्तो जाँदा थम्बनेल चाहियो नि यहाँ हेर यो त हाम्रो सिग्नेचर पोज भयो कि ल खिच न अलिक सिधा उभियो न तिमीहरू राम्रो खिच न हजुर एकछिन लाग्यो त बल्ल ढोक्न पनि सजिलो हुन्छ केही हात डिङ्कुलाई लगाइदिइराख है अर्को फेरि कुन वर्ष थाहा छैन
तिमी बिरामी छौ धेरै तिमी नरिसाऊ रिचिलाई फोन गर्यो भने भाग्यमानी भयो मेरो छोरी राम्रोसित बस राम्रोसित बस काठमाडौँमा बसेछ तिमीहरू राम्रोसित बस र बङ्गलादेश वाली राम्रोसित बस तिमी पनि अनि चलाउनु पर्छ उहाँ कान्छीलाई दिएन मलाई दियो मलाई दिएन भन्दाखेरि मम्मीले लगाइदिनु भयो है यसलाई पनि उस्तै गरी हामीले नि दक्षिणा बार्गेनिङ भइरह हो यो मैले पनि रुन्छ छोरीहरूलाई 205 रे मात्रैले भनेछ नि त पढाले नोट थिएन कसैले दक्षिणा पाएको थिएन दक्षिणाको बोनी छोरीहरूबाट भयो अब चाहिँ आश छ हामीले पनि दक्षिणा पाउँछौँ 2-4 पैसा भए पनि होइन दादा के लाग्छ हजुरलाई हल्ला आश छ कि छैन हल्ला आश छैन म त बबाल आश छ म त बबाल आश लगाइरह मैले पैसा पाउँछु भनेर तर खै सिकेन्स मिल्छ जस्तो लाग्यो मलाई कितनी हो कति राम्रो आएको छ अब चाहिँ हाम्रो पालो आएको अवस्था हेलो हेलो अब हाम्रो ह्याप्पी दसैँको ह्याप्पी बर्थडे लगाइदिनु पर्छ बुढी जस्तो समातेर हुँदैन दुईजनालाई छुट्टै लगाइदिनु यता पहिला ए उ त एकदम प्यारी हो नि त ल पहिला हो दादाको त यो त प्यारी नै बेला पहिला हो ला टिकुले मलाई पुल्लुको हेरि भनेको अनि उछिटेको वाला सम्झानु के आमाहरुलाई थाहा छैन अहिले दिन पर्यो लिने कि नलिने अहिले व्यवस्था गरौँ होइन मेरो मास्टर्स सकिन्छ नि मास्टर्स पास पनि हैन हाम्रो असाइनमेन्ट मात्रै हो बस्नु यार दिदीको डिङ्कु दिदीको सबैको अनुभव बटेर यिनीहरू भन्दा धेरै माथि जानुपर्छ बुझिस् छैन नभए त कान्छो भएको कुनै कामै लाग्दैन म पनि आउँछु लाउ तिम्रो पनि आऊ आउनु न रुचि आइज भाग्यमानी हुनु ज्ञानी हुनु मैले लगाएको होइन ल कस्तो लागिरहेछ तँलाई एकदम मजाको लागिरहेको छ यहाँ सबै टिका लगाउन मन लागिरहेको छ यो भाग यो वर्षको यो भाग त्यो भाग अर्को वर्षको आउने वर्ष थ्याङ्क यू भेरी मच ब्लगमा पहिलोचोटि आएको छु यो ब्लगमा जान्छ 1 मिलियन भ्युज 1 मिलियन भ्युज पुरा सुनाउ न यसको थ्याङ्क यू भेरी मच यहाँ चाहिँ कुरो हो त हाम्रो घर आज जानुहुन्छ जस्तो छ लेफ्ट आउट फिल गरेर अघि हामीले फोटो खिच्दा पनि ल बुढी अब बिहा गरेपछि एउटा चाहिँ घाटा हुन्थ्यो हुँदो रहेछ के भन्दा के घाटा भन्नु यतिखेर टिका लगाइसकेपछि म किचन गइसकेँ हुन्थ्यो कि यता अब जान्न म अब म यहाँबाट अब गाडी चढ्छु ससुराली जान्छु मेरो ससुराली हो गैँडाको 2 नवलपुर होइन त्यही होइन बुढी नवलपरासी बर्दघाट सुस्त पूर्व हजुर भन्दा त मैले हामी देख्दैछु
त्यसलाई मजा आएको छ बडा अब को बाँकी छ रिङ्कीलाई नै होला नानीको 500 यहाँ आउनु पर्छ पैसा कहाँ आउँछ टिका लाउनु हामी सुरु गरौँ न ढोल्न हामी एकछिन पैसा दिन्छौँ ढोल्न सुरु गरौँ क्या गेस सानो पार्नुहोस् न गेस सानो हजुर कसको मेरो त आउने त्यसको मागेको मेरो त अब तपाईँ अगाडि आउनु आइ आइ त्यहाँ परीहरू पढा भएर बस्नु भएको छ I don't know what I'm saying. दिनको यहाँ खिच्यौ न यता कि त दिनको अब खानु त आएको आयो क्या Hi guys. अब हामी सबैले अब टिका लगायौँ भ्यायौँ यहाँ अब के हो सकिँदैछ मम्मी थाकित हुनुहुन्छ यहाँ कति बजे 11:30 बजे उठेर नै हुन्छ त ढिला हुन्न 11:30 बजे उठेपछि 11:30 बजे टाइममा उठ्नु गर्नुपर्छ मेरो बुढी बिहानै 4 बजे उठेर गोबर लिपेर दुध दुहेर आएर यहाँ काम गरेर पनि त टाइममा आइछ छिटो हो ल अब हामी प्रस्थान हुन्छौँ प्याकिङ गर्छौँ बिस्तारै यति अनि किनभने बिचरा बहिनीलाई बस्छ तर त मलाई पनि दिने ए रुक बस मलाई पनि दे छैन 5 को नोट एकदम आइहाल्यो अब 10 दिनु 5 छैन पहिला मलाई पनि दे यहाँ दिन त कि त दियो यसलाई 5 दिन्छ यसलाई 500 मलाई 5 दिन्छ ल मैले दिइसकेँ होला होइन यसलाई 500 मलाई 5 दिन्छ भाग्यमा नि हो हेर्दा बहिनीलाई नोट भागी रे मम्मी नडोगी नानी हजुर आइ पहिला त मैले अब हजुर भन्नु पर्यो त्यही भने दिन त्यो त ढोक भन्नु पर्छ दिदी जस्तो काम गर्नु पर्यो नि दिदीले केरा दिनुभयो ल अब बाई जाँदैछौँ ह्याप्पी दसैँ अब यो पिस त हरिब छ है मिठो छ खानु मिठो छ ड्याममा खाएपछि ड्याममा हुन्छ अब ल राम्रोसँग बस्नु राम्रोसँग घुम्नु